नमस्ते गुड मर्निङ सबैजनालाई। गुड मर्निङ साथीहरू अनि नमस्कार पनि। आज चाहिँ हामी जितपुर फेदीमा आइपुगेका छौँ। यहाँ किन आयौँ भन्ने कुरा चाहिँ हजुरहरूले भ्लगको अन्तिमसम्म हेर्नु पर्नेछ। आज चाहिँ हामी यहाँ एउटा बेको निम्तो खान आएका छौँ अनि त्यही भएर बेमा फेरि टिका र म मुमा साजु हाम्रो छोरी। सबैलाई नमस्ते। हाम्रो धर्मको भ्लग हेरेपछि सबैले दामी छ भ्लग भनेर कमेन्ट गरिदिनु होला। फेरि पनि मेरो नमस्कार। अझै टिका सानोले नमस्कार गरिसक्नु भएको है, त्यहाँदेखि हेर्दै हुनुहुन्छ सबैलाई स्वागत छ। आज चाहिँ हामी मेरो अनि टिकाको पञ्चेबाजा गीतको सुटिङको लागि हामी जितपुर फेदी आइसकेका छौँ। यहाँ यस्तो राम्रो गराउनु भयो हाम्रो डिरेक्टर सर हुनुहुन्छ बसन्त। यति राम्रो गराइदिनु भयो होइन आजको बिहे घर है टिका। आज हामी यहाँ यति नाच्ने छ। यो चाहिँ घर सुटिङ घर यति राम्रो छ यहाँ। ल्याउनु त आज बिहेको तम तयारी निकै राम्रो छ घरहरू। हामी सबै भिडियोहरू खिचेर हजुरहरूसँग पुऱ्याउनेछौँ। हेरेर कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर एकदमै हजुरहरूको साथ चाहिन्छ है हामीलाई। त्यही मरेको माया छ, त्यही मरेको माया छ। हाम्रो अब मेकअप सुरु हुन काम लागिसक्यो। सुरु हुँदैछ साथीहरू हाम्रो फाइनली। अब एकछिनपछि म कस्तो तपाईँ त मेकअप नगर्नु नि राम्रै हुनुहुन्छ। अहिले चाहिँ आँखा शून्य जस्तो होला। उठेर आएको न चिसोमा भर्खर उठेर हाम्रो बहिनी रहेछ सानो। Oh my God, बिहान बिहानै चिसो लागेर। हाम्रो राम्रै बनाइदिने बहिनी हुनुहुन्छ बहिनी अनिसा 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 बहिनी। ल थ्याङ्क यू सो मच। पेज हो कि केमा हाल्ने? उहाँ त एडिटर पनि हो नि साथीहरू। हेर्नु उहाँ त यस्तो मान्छे हो यति सानो उमेरमा मान्छे एक कति बनेको होइन। मान्छे हो। अनि उहाँ त आजभोलि मेकअपमा भन्दा नि धेरै त एडिटमा हुनुहुन्छ। सिरियलहरू सबै हो नि एडिट गर्ने। वाउ यस्तो पर्वत उहाँ बाचुन्जेल भोकले मर्नुहुन्न। हामी भनेको थाहा छैन साथीहरू। कतिखेर थप मरिन्छौँ कहाँ गएर चुपचाप ढल्ने हो होइन। उहाँ चाहिँ बाचुन्जेलसम्म टक्क कम्प्युटर चलाएर गुम गुम मासु भात खान थ्याङ्क यू है। ल कति राम्रो हलो जुवा सब छ सब। हे जाऊ बाबु नभन्नु आमा जन्ममा साहुको मेला। कस्तो राम्रो छ नि नानी ठाउँ के। दाइ कस्तो बच्चा दाइ त राम्रो साह्रै राम्रो देखेर बाबु त्यो उमेर जाने होइन टिका। के बच्चा जस्तै देखिनु भएको थियो। अघि सानो बाल विवाह जस्तो। यिनी कहिले ठुलो हन् र होइन र। नाइटमा के अरे वेटमा राखौँ कि हाइटमा राखौँ नापौँ। यिनी त पदमा मात्रै ठुलो। हेर्नु न कति क्लियर छ। तपाईँ साझा तिम्रो सुधा मेरो मोबाइल हेर्न होइन त्यस्तो त्यसपछि चाम्बु भयो नानी के गरेर नचाल्नु पर्ने। कति किलो राख त मैले अनि कुन नानी यो अनि नानीहरू धेरै नानीको अलिक चाहिँ ठुलो होला। नाच्ने हाल्नु त्यहाँ खाजा खाउँ। चाउचाउ कम भयो त्यो हाल्नु चाहिँ खाजा है त्यसो माछा हाल्नु कस्तो खतरा हुन्छ नि। चाउचाउ दिएँ मैले एउटा पिरो कम भएको थियो होइन खोर्सानी हाल्नु खाली पेट पिरो खानुहुन्छ। मैले त्यो कागती पनि अलिक कम छ। कसरी सुनाउनु न म पानी खाँदै पानी खाँदै मैले दिन्छु कि कहाँ छ मैले राख्छु बसेको। लास्ट अलिक राखेर म माछा मैले खानु मलाई दिनु न माछा तपाईँ माछा नखाने चाहिँ पाछ। कि तिमीले यत्रो बगानमा नदेखाउनु पर्थ्यो बाबु। ल हामी आँटै आयो। मासु उचाल्नु न क्यामेरा किन
हो र नै भुइँमै भए पनि भुइँमा ठिक हुन्छ बरु ल्याउ त बाबु पैसामा अड्किएको 9 बजी चाहिँ छिटो गरौँ राखौँ होइन अनि स्क्रिप्ट पनि देखाउँ भिडियोमा है धनमाया धनमायालाई देखाइदिनु मेन प्रोड्युसर एकछिन पहुँलाई म कुर्सी ल्याएर आइदिन्छु हुन्छ प्रोड्युसरको लौ प्रोड्युसरले हाल्नुहुन्छ धेरै पैसा म हजार त होला कलाकार म त आज त्यो यता नै हाल्नुलाई म त आज धनमायाको काम गर्ने मान्छे हो त्यही भएर म हो धेरै पैसा आएन तिर पनि अहिले सस्ता छ के जग्गा सस्तै होला ल सस्ता छ यो गीतको सुटिङ हुँदैछ नामै सर्च गर्नु होला ल नमस्कार डाइरेक्टर साहब नमस्कार प्रोड्युसर साहब धेरै पैसा त भाइलाई दिने नि अहिले हामीले त्यो हजार त धेरै नहाल्नु है क्यामेरामा बढी हुन्छ हजार नउठेको ठुलो हजारका दुईटा हाले भइहाल्यो नि कति राम्रो देख्छु बाबु अब धेरै पैसा चाहियो म तपाईँलाई नभए जाऊ गाडीमा छ नमस्ते नमस्ते उमा। नमस्ते पूजा गरौँ उमा हाम्रो लाली जगना गीतको हाम्रो क्यामराम्यान हाम्रो भाइ हुनुहुन्छ वीरेन्द्र भाइ गुगलमा खोज्नु पाइन्छ 4 जीबीमा खोज्नु पाइन्छ जेमा खोज्नु पाइन्छ मलाई भोक लाग्छ नि भाइ कस्तो राम्रो आलु दामी छ है नानी हजुर एकदमै राम्रो छ दिजु यहाँ फुलबारी उखु फुलहरू सिनहरू कस्तो राम्रो छ एउटा हानिहाल्नु त कागलाई नहान बाबु यो आलुलाई हान छिटो टिका पारिश्रमिक लिएर कति दिनुहुन्छ अरे खै अहिले कति दिन्छ नि बिहामा नि अहिले थाहा छैन म पनि हो नि फेरि आजको बिहामा मलाई हामीलाई भने जति पारिश्रमिक दिएनन् भने यिनीहरूको बिहा भाँड भैलो गरेर जान्छ 450 रुपियाँ दिन्छौँ हामी 450 रुपियाँ हाम्रो यहाँ भाइ पनि आउनु भयो 450 रुपियाँ है गाईकालाई दाजु बेहुलालाई त अब हाम्रो घरको दाजु हुनुहुन्छ 1 रुपियाँ छ मसँग बेहुलालाई दिने बेहुलालाई दिने पैसा है बेहुलालाई पैसा दिने 1 रुपियाँ दुईटा मात्रै जग्गी पकाउने तयारी हुँदैछ है दुईटा चामल हाल्नु एउटा के रेट नौराइदियो हजुर चामल थोथो ल्याइदिनु फेरि आज हाम्रो सुटिङ छ दाई यो जितपुर फेरि जयराज भट्ट दाईको घरमा हामी चाहिँ यज्ञ तयार गर्दैछौँ यहाँ बेहुलाहरू आउँदै हुनुहुन्छ त्यही भएर बेहुला बेहुलीलाई राख्ने यज्ञ तयार गर्दैछौँ सुटिङमा त नाटक भन्दियो त एकदम गाउँले गर्दै हुनुहुन्छ त हजुर त यो सुटिङ भनेको नाटक भए पनि त्यो रियल जस्तै गराउनु पर्छ नि त दाई भएर तर धेरै भयो फेरि साथीहरूले मलाई गाली नगर्नु होला धेरै बिहेका सिन भए बिहेका भिडियो भए यो घरमा जग्गी तपाईँलाई थाहा छैन बनाउने उतापट्टि हाल्नु न त्यसलाई अर्को छैन ल छ नि उदय गराउने कि त्यो झ्यापमा पानी हाल्नु अरू दुईटा छ अटोमेटिकलै छ जग्गी रेडी भइसक्यो है त्यो ग्रुप आएको ग्रुप आउन बित्तिकै धेरै
हरि ओम महा अद्यः ब्रह्मा मुरारी त्रिपुरान्तकारी वाद हरि ओम देवी प्रपन्नादि हरि प्रसिद्ध प्रसिद्ध विशेष हरि ओम हरि लिम त